म तपाईलाई जापानका दुई फरक संसारमा लैजान चाहन्छु। आकाश छुने शान्तिको प्रतीक यो विशाल बुद्ध मूर्तिको छायामा उभिँदा मन आफै शान्त हुन्छ। यहाँ शब्दहरूमा भन्दा पनि मौनताले धेरै कुराहरू बोल्छ। आँखाहरू बन्द गर्दा जस्तो लाग्छ सबै दुःख, चिन्ता र हतार यही कतै बिलाउँदै गएका छन्। हावाको धोलले कानमा भन्छ, शान्ति बाहिर होइन, तिमी भित्र नै छ। त्यस शान्त क्षणपछि यात्रा मोडिन्छ अर्को अनौठो संसारतिर। द जर्मन भिलेज, जापान। युरोपको गन्ध बोकेको सानो गाउँ जहाँ प्रत्येक घर, प्रत्येक गल्ली यहाँ हिँड्दा जस्तो लाग्छ म जापानमा छैन, तर जापानकै मुटुमा जर्मनको सपना देख्दैछु। रङ्गीन घरहरू र शान्त बाटो र हल्का हाँसो बोकेको वातावरण, यसले मनलाई फेरि बाल्यकालतिर फर्काउँछ। यो यात्रा सिर्फ ठाउँको मात्र होइन, यो त मनको पनि हो। विशाल बुद्धको मूर्ति जसले मनलाई शान्त हुन सिकायो र जर्मन भिलेज सानो कुरामा खुसी भेट्न सिकायो। सायद यात्रा भनेकै यही हो, आफूलाई नयाँ ठाउँमा नयाँ तरिकाले फेला पार्नु। यो यात्रा सिर्फ ठाउँ बदल्ने कहानी होइन, यो मनलाई शान्तिसँग भेटाउने एउटा अनुभूति हो। जापानको आकाशमुनि उभिएको यो ठुलो विशाल बुद्धको मूर्ति र यहाँको मौनताबाट युरोपेलियन सपना जस्तै जर्मन भिलेजसम्मको यो यात्रा, आज म तपाईलाई दुई फरक संसार एउटै यात्रामा लिएर जाँदैछु। आउनुहोस् मनले महसुस गर्ने यो यात्रामा सँगै यात्रा गरौँ। नयाँ वर्षको पहिलो बिहान सपना जस्तै एउटा यात्राको सुरुवात भयो। सन् 2026 जनवरी 1 तारिक जापानको चिबा प्रान्त फुनाबासी सहरबाट हामी 9 जनाको समूह एउटै गाडीमा हर्षोल्लास र नयाँ आश बोकेर यात्रा सुरु गर्यौं। गन्तव्य थियो जापानकै गर्व मानिने विशाल बुद्ध मूर्ति, जुन जापानको इबाराकी प्रान्त उसिकु सिटीमा अवस्थित थियो। फुनाबासीबाट उसुकुसम्मको यात्रा करिब 60 किलोमिटरको थियो। गाडीको झ्यालबाट देखिने शान्त सडक, जाडो मौसममा लागेका यी हल्का घाम र नयाँ वर्षको उत्साह सबै मिलेर यात्रालाई झनै विशेष बनाइरहेका थियौँ। केही समयपछि टाढैबाट आकाश छुने जस्तो देखिने एक विशाल आकृति देखिन थाल्यो। त्यही नै थियो हाम्रो गन्तव्यको पहिलो डेस्टिनेसन, बुद्धको मूर्ति, जसको उचाइ करिब 120 मिटर अग्लो थियो, जुन संसारकै सबैभन्दा अग्लो बुद्धको मूर्ति मध्ये एक हो। फाइनल्ली हामी चाहिँ डेस्टिनेसनमा आइसकेका छौँ। देख्न सक्नुहुन्छ यहाँनिर आसमा बहिनी यसो हेरिरहेको थियौँ र यो हाम्रो सम्पूर्ण यो ग्रुप चाहिँ आज हामी यहाँनिर घुम्न आएका छौँ। देख्न सक्नुहुन्छ घुम्न चाहिँ हामी यो बुद्ध स्ट्याचु हेर्न आएका छौँ। यो चाहिँ जापानको टलेस्ट बुद्ध स्ट्याचु जुन 120 मिटर अग्लो छ। सो साथीहरूसँग हामी आइसकेका छौँ। सो आजको सम्पूर्ण दृश्य यहाँदेखि देख्न सक्नुहुन्छ। पहिलो डेस्टिनेसन भन्नु न। यो मूर्ति सन् 1993 मा निर्माण सम्पन्न गरिएको हो। प्रत्येक वर्ष करिब 30 लाख भन्दा बढी पर्यटकहरू यहाँ दर्शनको लागि आउने गर्छन्। तर यहाँ आउँदा भिडभाड र होहल्ला भन्दा पनि बढी शान्तिको महसुस हुन्छ। हामी गाडीबाट झरेर बिस्तारै परिसरभित्र प्रवेश गर्यौँ। अचम्मको कुरा, हामीलाई टिकटको कुनै शुल्क लागेन। नयाँ वर्षको अवसरका कारण भित्र प्रवेश निःशुल्क थियो। बुद्ध मूर्तिको बाहिर मात्र होइन, हामी भित्र पनि प्रवेश गर्यौँ। भित्र पुग्दा बुद्धको जीवन, ध्यान र बौद्ध दर्शनसँग सम्बन्धित प्रदर्शनीहरू देख्न पाइन्छ। भित्रको वातावरण असाध्यै शान्त थियो। आवाज आफै बिस्तारै बोल्न थाल्छ, मन आफै ध्यानमा जान थाल्छ। फाइनल्ली हामी चाहिँ यो बुद्ध स्ट्याचु भित्र प्रवेश गरिसकेका छौँ। दर्शन सकेपछि हामी बाहिर निस्कियौँ। 3, 2, 1 गो। पार्क क्षेत्रमा आएर बस्यौँ। सामान्यतः यहाँ साकुरा फुल्ने समय वसन्त ऋतुमा हुन्छ, तर जाडो मौसम भएकाले फुल फुलिरहेका थिएनन्। तर पनि खाली रुखहरू मुनि शान्त वातावरण र खुल्ला आकाशले मन भरियो। नयाँ वर्ष भएकाले हामीले त्यही न्यू इयर सेलिब्रेसन पनि गर्यौँ। हाँसो, खुसी, फोटाहरू र नयाँ वर्षका कामनाहरू त्यो पल सधैँका लागि स्मृति बन्यो। त्यसपछि हाम्रो यात्रा मोडियो अर्को अनौठो संसारतिर। गन्तव्य हो जर्मन भिलेज।
दिन ढल्दै गर्दा हामी जर्मन भिलेज पुग्यौँ। रात पर्दै जाँदा पुरै गाउँ बत्तीले सजिन थाल्यो। रङ्गीन लाइटहरू, सङ्गीत र युरोपियन शैलीका घरहरू एकछिन त जापानमै छौँ भन्ने कुरा पनि बिर्सिन पुग्यौँ। त्यहाँ हामीले नाइट सो हेऱ्यौँ र आकाशतिर उडाइएका हट एयर बेलुनहरू पनि देख्यौँ। बत्तीले चम्किएको गाउँमाथि तैरिरहेका बेलुनहरू र दृश्य साँच्चै जादुमय थियो। ड्राई पिकनिक, साथीहरू, चटपटेर हाँसो यात्राको असली मजा थियो। यो यात्रा सिर्फ घुम्न मात्र होइन, साथीपन, समय र सम्झनाहरू साट्ने एउटा अवसर थियो। खुसीको सिटीले हामीलाई शान्त हुन सिकायो र जर्मन भिलेजले खुसी मनाउन। नयाँ वर्षको पहिलो दिन यस्तो यात्राबाट सुरु हुन सायद सबैभन्दा राम्रो शुभकामना हो। यदि तपाईँ जापान घुम्ने सोचमा हुनुहुन्छ भने यी दुई ठाउँ अवश्य आफ्नो सूचीमा राख्नुहोला। यो थियो फुनाबासीबाट सुरु भएको हाम्रो नयाँ वर्षको यात्रा। भिडियो हेर्नुभएकोमा धन्यवाद।